11 वर्षदेखि यसमा कुनै चासो दिएको छैन र एडीपीले पनि कुनै दबाब दिएको छैन यार तिम्रो पैसा बढाऊ तिम्रो समय अनुकूल बनाऊ भनेर भनेको छैन। त भन्नुपर्छ कि लोन चाहिँ लिने तिर्ने वातावरण त रहँदैन। अरू कुनै स्रोतबाट त नेपाल सरकारसँग पैसा छैन, उठाउनु पर्ने त काठमाडौँको पानी आउने काठमाडौँबाटै उठाउनु पर्यो। तर उठाउनलाई दुईटै नै चासो दिएका छैनन्। पछिल्लो समयमा परियोजनासँग जोडिएका विज्ञ विशेषज्ञहरूले दिएको राय अनुसार हाल रहेको इन्टेक क्षेत्र थप पहिरोको जोखिममा देखिएकोले इन्टेक क्षेत्र यहाँभन्दा माथि लाने र थाई निर्माण गरी खोलालाई टनेलमा जोड्ने यस कार्यका लागि अनुसन्धान सकिएको छ। खानेपानी मन्त्रालयले योजना प्रस्तुत गरेको छ र ऋण दिने निकाय एडीबीले सहमति जनाइसकेको छ। यस कार्यका लागि थप 5 देखि 6 अर्ब रुपियाँ आकलन गरिएको छ खर्च र निर्माण अवधि 5 देखि 6 वर्ष अनुमान गरिएको छ। हालको लागि नेपाल सरकारले ल्याएको यो पक्का विकल्प हो। अब सरकारले मानेको यो पक्का विकल्पमाथि रहेका केही आशंकाबारे छलफल गरौँ। त्यो के हो भने हिजोको दिन मेलम्ची परियोजनाको इन्टेक साइट छान्दा पनि धेरै विज्ञ जियोलोजिस्टसँग सहकार्य गरेर करोडौँ रुपियाँ सेवा शुल्क दिएर अर्बौं रुपियाँ निर्माणमा खर्च गरेर सुरक्षित मानेर बनाइएको यो साइट आज असुरक्षित भयो। अहिले छानिएको साइट भोलि पूर्ण सुरक्षित छ भनेर विज्ञ विशेषज्ञले ग्यारेन्टी गरेका छन् त। काठमाडौँ उपत्यकामा खानेपानीको आवश्यकता पूर्ति परम्परागत प्रणालीबाट हुँदै आएको थियो। 2047 पश्चात उपत्यकामा जनसङ्ख्या थपिन थाल्यो, परम्परागत स्रोतहरू साँगुरिन थाले, पानीको आकार देखिन थाल्यो। तत्कालीन समयमा मुख्य समाचार नै पानीको बन्न थाल्यो। यसका साथै पानीको स्रोत व्यवस्थापनका लागि राज्यमाथि दबाब सिर्जना भयो र राज्यले तात्कालीन र दीर्घकालीन स्रोतहरूको खोज आरम्भ गर्यो। यसै क्रममा उपत्यकाको उत्तरी सीमामा पर्ने सिन्धुपाल्चोक जिल्लामा बग्दै गरेको मेलम्ची, ह्याङ्ग्री र लार्के खोलाहरूको पानीले उपत्यकाको तिर्खा मेटाउन सक्छ भन्ने विषयमा नेपाल सरकार सामु जाइकाले अनुसन्धान प्रस्तुत गर्यो। तर यस कार्यको लागि झन्डै 36 अर्ब रुपियाँ खर्च हुने आकलन गरियो। सो पश्चात नेपाल सरकार मेलम्चीको पानी उपत्यका भित्राउने विकल्पमा मान्यो र यस कार्यलाई पूर्णता दिन मेलम्ची खानेपानी विकास समिति नामक कार्यालय स्थापना गर्यो। विक्रम सम्वत 2056 को चुनावी अभियानमा तत्कालीन नेपाली काङ्ग्रेसका सभापति कृष्ण प्रसाद भट्टराईले मेलम्ची खोलाको पानी उपत्यका ल्याएर पानीको आवश्यकता पूर्ति गरिदिन्छु भनी चुनावी नारा नै लगाए। यति बेरसम्म मेलम्ची विकास समितिको कार्यालय मात्र स्थापना भएको थियो, स्रोतको सुनिश्चितता भएको थिएन। दिनहरू बढेसँगै काठमाडौँको जनसङ्ख्या पनि बढिरहेको थियो, पानीको माग चुलिँदै गएको थियो र दीर्घकालीन व्यवस्थापन भनेको मेलम्चीको पानी नै थियो। तसर्थ मेलम्ची ल्याउनका लागि लगानीको जो सुरु भयो। सो अवधिमा नेपाल सरकारले लगानीको लागि विभिन्न दात्री निकाय तथा ब्याङ्कहरूसँग कुरा गर्यो र विक्रम सम्वत 2061 मा एसियन डेभलपमेन्ट ब्याङ्कले सो परियोजनामा ऋण लगानी गर्ने इच्छा देखायो। तर केही शर्तहरू सहित। शर्त के थियो भने ब्याज दर र टेन्डर प्रक्रिया बाहेक परियोजनामा समेत एडीबीले राखेको शर्त अनुसार काम गर्ने हो भने एडीबीले ऋण दिन मान्ने अवस्था भयो। स्रोतको लागि विकल्पविहीन पनि बसेको नेपाल सरकारले एडीबीको शर्त स्वीकारेर अगाडि बढ्ने निधो गर्यो र पहिलो चरणमा तत्कालीन अवस्थामा उपत्यकामा खानेपानी तथा ढल निकासको कार्य गर्दै आएको खानेपानी संस्थान बन्द गरियो र उपत्यकामा संस्थानसँग रहेको सम्पत्ति र अधिकार 5 वटा संस्था बनाई बाँड्ने योजना अनुसार काम अगाडि बढ्यो। संस्थानबाट आएको सम्पत्ति, सेवा तथा व्यवसाय क्षेत्र, निर्माण र अनुगमनकारी अधिकार र मूल्याङ्कन गर्ने अधिकार लिएर बेग्ला बेग्लै संस्थाहरू कायम भए। जसअनुसार उपत्यकामा पानीका लागि जवाबदेही निकाय भयो काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, सेवा तथा व्यवसायका लागि जिम्मेवार निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई तोकियो। लिमिटेडले प्रयोग गरेको सम्पत्ति नेपाल सरकारको मात्रै रहे पनि लिमिटेडको स्वामित्वमा उपत्यकाका विभिन्न नगरपालिका तथा व्यवसायी समेत राखियो र कर्मचारी खानेपानी संस्थानबाट आएकाहरू कायम भए। सिन्धुपाल्चोकबाट आएको मेलम्चीको पानी उपत्यका पुर्याउने जिम्मा मेलम्ची खानेपानी विकास समितिले पायो भने उपत्यकामा गरिनुपर्ने पाइप, जडान तथा ढल प्रशोधन केन्द्रहरूको निर्माणका लागि आयोजना कार्यान्वयन निर्देशनालय अर्थात् PID अस्तित्वमा आयो। यसका साथै महसुल समय अनुकूल तथा लगानी मैत्री हुनुपर्छ भन्ने मान्यतामा खानेपानी महसुल आयोग पनि सोही शर्त अनुसार अस्तित्वमा आयो। यसरी पानीको लागि तत्कालीन अवस्थामा एउटै निकाय खानेपानी संस्थानसँग रहेको अधिकार र दायित्व 5 वटा कार्यालय बनाएर बाँडियो। खर्च बढ्यो तर मान्यता राखियो निर्माण कार्यले छिटो प्रगति गर्नेछ। तर काममा सोचे जस्तो प्रगति देखिएन। यसका विभिन्न कारणहरू छन्, जसमध्ये माओवादीले सिर्जना गरेको द्वन्द्वको समय, अस्थिर सरकार र केही हदसम्म एडीबीले कायम गरेको ठेक्का प्रक्रिया पनि थियो, जसले गर्दा 8 वर्षमा सकिनुपर्ने परियोजना 19 वर्ष लागेर आजसम्म सम्पन्न हुन सकेको छैन र 36 अर्ब लगानी आकलन गरिएको परियोजना 100 अर्बमा पुगेको छ। तर 2077 मा सबै चुनौतीहरूलाई छिर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरी जलसम्म
दैनिक 51 करोड लिटर पानी बग्न सक्ने क्षमताको 27 किलोमिटरको टनेल सम्पन्न गर्यो। यो एउटा उपलब्धि रह्यो अहिलेसम्म। यो समयसम्म पिआइडीले पाएको जिम्मेवारी अनुसार 60% पाइप जडान कार्य सम्पन्न गरिसकेको थियो। पिआइडीले मूल पाइप सहित 83,000 घर दूरीमा जडान गर्नुपर्ने नयाँ पाइप मध्ये 63,000 जडान गरिसकेको थियो। काठमाडौँ रिङ रोडभित्रको स्वयम्भू हाँडी गाउँ बाहेकका क्षेत्रमा मेलम्चीको पाइप पुगिसकेको अवस्था थियो र एक औपचारिक कार्यक्रम गरी तत्कालीन खानेपानी मन्त्रीले स्विच थिची मेलम्चीको पानी टनेलमा पठान्तरण गरे। सो पश्चात कारोबारी संस्थाको रूपमा रहेको केयुकेएलको उत्पादनमा दैनिक 17,000 करोड लिटर पानी थपिन थाल्यो। पानीको आगमनले मेलम्चीसँग जोडिएको अतीतका ती सबै नकारात्मक प्रचार समाप्त गर्यो। तर सामूहिक प्रयासमा गरेको सो सफल कार्यलाई धन्यवाद भन्न नपाउँदै 2078 मा मेलम्ची खोलामा आएको बाढीले एकपटक मेलम्ची परियोजना फेरि प्रश्नको घेराभित्र पर्न थाल्यो। 2077 मा मेलम्चीको पानी यो थाइपक्की बाँधको माध्यमबाट टनेलमा पठान्तरण गरिन्थ्यो। यहाँबाट टनेल पसिसकेको पानी टनेलसँगै जोडिएर रहेको फिल्टर प्लान्ट भित्र प्रवेश गर्दा खोलाले ल्याएको ढुङ्गा बालुवा प्रशोधन गर्ने युनिटमा पुग्ने गर्दथ्यो, जसले गर्दा मुख्य टनेलमा केवल सङ्लो पानीले मात्र प्रवेश पाउँथ्यो र केही मात्रामा पसेको बालुवा यो फ्लसिङ टनेलको माध्यमबाट खोलामा जाने गरिन्थ्यो। 2078 को बाढीले टनेललाई प्रभावित गर्न सकेन, तर मेलम्ची खोलाको सतहलाई 15 मिटर उठाइदियो। फिल्टर प्लान्ट बालुवामा दबेका छन्। फ्लसिङ टनेल भन्दा माथि खोला पुग्यो। अहिले देखिएको यो दृश्य फ्लसिङ टनेलको हो। डिजाइन अनुसार यो ढोका मुनि खोला हुने गर्दथ्यो, तर 2078 को बाढीले ढोकामाथि खोला पुर्यायो। धेरै समय लिएर सम्पन्न भएको मेलम्ची बाढी पश्चात अनिश्चित भयो र मेलम्चीका लागि काम गर्न बसेका विज्ञ विशेषज्ञहरूले यसका लागि अल्पकालीन र दीर्घकालीन उपायहरूको खोजी सुरु गरे। किनकि 2078 को बाढीले टनेलमा कुनै प्रभाव पारेको थिएन, तर फ्लसिङ टनेल र फिल्टर प्लान्टहरू काम नलाग्ने अवस्थामा पुगेकाले बाढीको समयमा खोला टनेलमा नपसाउने र बर्खा बाहेको समयमा खोला टनेल पसाउने निधो भयो, जसअनुसार आजसम्म कार्य हुँदै आएको छ। आज हामी 2081 मा छौँ। आज पनि बर्खाको 4 महिना मेलम्ची खोलाको पानी काठमाडौँ आउँदैन। बाँकीको समयमा यो अस्थायी बाँधबाट पानी टनेल पठान्तरण गरी काठमाडौँ पुर्याउने गरिएको छ। तर यो कहिलेसम्म? यो प्रश्नलाई सम्बोधन गर्न मेलम्ची परियोजनामा खटिएका आयोजना अधिकारीहरूले धेरै छलफल गरी एउटा विकल्पमा पुगेको देखिन्छन्। त्यो के हो भने हालको इन्टेकको स्थान परिवर्तन गर्ने, अर्थात् अम्बाथानमा रहेको यो पठान्तरण मार्ग सार्ने। पछिल्लो समयमा परियोजनासँग जोडिएका विज्ञ विशेषज्ञहरूले दिएको राय अनुसार हाल रहेको इन्टेक क्षेत्र थप पहिरोको जोखिममा देखिएकोले इन्टेक क्षेत्र यहाँभन्दा माथि लाने र थाई निर्माण गरी खोलालाई टनेलमा जोड्ने। यस कार्यका लागि अनुसन्धान सकिएको छ। खानेपानी मन्त्रालयले योजना प्रस्तुत गरेको छ र ऋण दिने निकाय एडिबीले सहमति जनाइसकेको छ। यस कार्यका लागि थप 5 देखि 6 अर्ब रुपियाँ आकलन गरिएको छ खर्च र निर्माण अवधि 5 देखि 6 वर्ष अनुमान गरिएको छ। हालको लागि नेपाल सरकारले ल्याएको यो पक्का विकल्प हो। अब सरकारले मानेको यो पक्का विकल्पमाथि रहेका केही आशंकाबारे छलफल गरौँ। त्यो के हो भने हिजोको दिन मेलम्ची परियोजनाको इन्टेक साइट छान्दा पनि धेरै विज्ञ जियोलोजिस्टसँग सहकार्य गरेर करोडौँ रुपियाँ सेवा शुल्क दिएर अर्बौं रुपियाँ निर्माणमा खर्च गरेर सुरक्षित मानेर बनाइएको यो साइट आज असुरक्षित भयो। अहिले छानिएको साइट भोलि पूर्ण सुरक्षित छ भनेर विज्ञ विशेषज्ञले ग्यारेन्टी गरेका छन् त? छैनन् भने नयाँ साइट पनि पहिरोको जोखिममा छ। फेरि पनि पहिरोले इन्टेकलाई प्रभावित बनाउन सक्छ। त्यो अवस्थामा के गर्ने? फेरि नयाँ ठाउँ खोज्ने, फेरि उही प्रक्रियामा लाग्ने। अर्को कुरा, इन्टेक सञ्चालनका लागि पहिलाकै विकल्प किन रोजिएन? खोलामा भरिएको बालुवा झिक्ने प्रयासमा परियोजना किन जान मानेन? यदि बाढीले खोलामा थुपारेको बालुवा झिक्ने हो भने परियोजना आफ्नै ठाउँमा आइपुग्छ र यो कार्य गर्ने हो भने सरकारको लगानी पनि कम पर्छ र स्थानीयलाई पनि यो कार्यले लाभान्वित गर्छ। अब त्यो कसरी, त्यो पनि सुन्नुहोस्। परियोजना सुरु गर्दा कन्सल्टेन्टको सल्लाह अनुसार परियोजनाले यस क्षेत्रको 1 अर्ब रकम भ्यालु गरेर बिमा गरेको थियो। बाढी पश्चात परियोजनाले क्षति दाबी गर्यो, तर बिमा कम्पनीले बिमा रकम दिन मानेन, किनकि परियोजनाले परियोजना क्षेत्र नै सार्ने भयो। बिमाको भनाइमा तपाईँको परियोजना क्षेत्रको भरपाई दिने हो, परियोजना क्षेत्र सार्ने हो भने दिन मिल्दैन। यो विवाद अहिले बिमा प्राधिकरण पुगेको छ र के आउँछ सो विषयमा आएपछि थाहा हुने हो। हालको लागि अर्को यसको असरतिर जाउँ। खोलामा भरिएको बालुवा झिकेर परियोजना क्षेत्र यथावत राख्ने हो भने स्थानीय नागरिकहरू पनि लाभान्वित हुन्छन्, किनकि सो बाढीले केवल मेलम्ची खानेपानीको संरचनालाई मात्र असर पारेको छैन। मेलम्ची खोलाको किनारहरूमा रहेको नागरिकहरूको घर जग्गा समेत आजसम्म डुबाएको छ। स्थानीयको घर जग्गा आज पनि पुरिएका छन्। त्योभन्दा माथि नदीले चाहिँ एकदम कटान गर्ने
ठ्याक्कै हेडवर्क्स क्षेत्रभन्दा तल चाहिँ भरान गर्ने जस्तो देखिरहेको छ। अब यो चाहिँ अब कहिलेसम्म हुने हो होइन, त्यसकारण अब यो जोखिम चाहिँ हामीले सधैँ नलिउँ भन्ने हिसाबले हेडवर्क्स चाहिँ नयाँ स्थानमा बनाउनुपर्छ भन्ने देखिएको हो। अब यसरी 5 अर्ब रुपियाँ खर्च हुन्छ, यसरी चाहिँ के क्यालकुलेसन गरेर हेर्नु पर्छ यो बालुवा झिक्नलाई के गर्नुपर्छ र कति पैसा खर्च हुन्छ? 2078 पछि नै हाम्रो परामर्शदाताबाट यसको अध्ययन भएको हो होइन। अब हामीले तत्काल पानी चलाउनलाई मात्रै कति जस्तो हेडवर्क्सदेखि करिब 1 किलोमिटरसम्मको त्यो थुप्रिएको मेटेरियल चाहिँ हटाउनुपर्छ कि भन्ने हिसाबले अनुमान गरेका थियौँ। त्यो करिब 36 करोड थियो। तर अब अहिले यसो हेर्दाखेरि त मेलम्ची बजारदेखि आयोजनाको हेडवर्क्ससम्म नै 10 देखि 15 मिटर सतह चाहिँ माथि आउन गएको छ। अब यो एक ठाउँ मात्रै होइन त्यो सफा गरेर भएन, यो चाहिँ पुरै नदी चाहिँ सफा गर्नुपर्ने हुनसक्छ भन्ने किसिमको अध्ययनले देखाएको थियो होइन। त्यसमा चाहिँ अब खर्च त अलिक बढी नै देखिन्छ। त्यो हटाए पनि त दुईटै फाइदा भयो। एउटा त किसानको खेत जोगिने भयो, थप चाहिँ मेलम्ची बजार चाहिँ बाढीबाट जोगिने भयो, त्यस पछाडि चाहिँ मिनरल त मान्छेलाई चाहिराखेको छ, काम पनि लाग्ने भयो। यो अप्सनमा चाहिँ सरले जोड दिनुपर्ने हो कि जस्तो लाग्यो। यो चाहिँ अब कस्तो हो भने स्थानीय प्राकृतिक स्रोत चाहिँ स्थानीय सरकारकै अधिकारभित्रको कुरो हुन्छ होइन। यो विषयमा चाहिँ सङ्घीय सरकारले होइन स्थानीय सरकारसँग आवश्यक समन्वय गरिदियो भने यो राम्रो विकल्प हो होइन। यसबाट चाहिँ स्थानीय सरकारले राम्रो राजस्व चाहिँ पाउन सक्छ होइन। साथै अब यो विषयमा चाहिँ अब यो आयोजनाको हेडवर्क्स क्षेत्र भने चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्जको बफर जोनको यसमा पर्दछ होइन। यसकारण चाहिँ राष्ट्रिय निकुञ्जसँग पनि आवश्यक समन्वय चाहिँ गर्नुपर्छ। यो सदुपयोग गर्न सक्यो भने स्थानीय सरकार र अब सङ्घीय सरकारलाई पनि केही न केही त राजस्व चाहिँ वृद्धि गर्न सक्ने हुन्छ। यसका साथै स्थानीयको पनि अब छेउछाउका होइन खेतीयोग्य जमिनहरूको पनि संरक्षण हुन्छ। योभन्दा सरलाई त्यही विकल्प राम्रो लाग्यो, यसमा बढी झन्झट देखेको त्यसमा। यसमा चाहिँ अब समन्वय चाहिँ गर्नुपर्ने भयो। आयोजनाको अब त्यो कार्यक्षेत्र पनि भएन त्यो होइन। इभन अहिले त आयोजनाले त्यहाँ चाहिँ निर्माणका केही सान्तिना कायमहरू गर्दाखेरि पनि राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गर्नुपर्छ होइन। त्यो विषयमा चाहिँ सङ्घीय सरकारबाटै होइन आवश्यक सहजीकरण भयो भने स्थानीय सरकारले सदुपयोग गर्न सक्ने हो, आयोजनाको क्षेत्र चाहिँ होइन। त्यो जग्गा स्थानीयको छ, उत्पादन गर्न पाएका छैनन्, खोलामा थपिएको बालुवा झिक्ने हो भने स्थानीयहरूको समस्या समेत समाधान हुने थियो। बिमाकै रकममा परियोजना सञ्चालनमा आउन सक्ने थियो। यतिकै फाइदा हुँदाहुँदै सिंहदरबारमा बस्ने नेताहरूले किन दोस्रो विकल्प चुने? अवश्य पनि लोन बढाउनलाई भनेर भन्न सकिन्छ, सोच्न सकिन्छ। अब हो होइन उहाँलाई थाहा होला। र यसरी नै महँगो हुँदै गएको छ मेलम्ची परियोजना। अब यो परियोजनासँग जोडिएको अर्को पाटोतिर हेरौँ र विचार गरौँ। एडिबीको योजना मुताबिक निर्माण भइरहेको मेलम्ची परियोजनाले नेपाललाई कङ्गाल बनाउँछ या पाइदामा पुर्याउँछ? किनकि हामीलाई के थाहा छ भने खर्च त ओभर खर्च भइरहेछ। यो एडिबीको प्लान अनुसार धेरै खर्च भयो। तर अब यो खर्च भनेको लोन लिएको पैसा सधैँभरि लोन लिएर तिर्नु पनि पर्छ। तिर्न सकेन भने देश कङ्गाल हुन्छ। अब यो प्रोडक्टिभ छ कि छैन मेलम्चीको यो परियोजनाको लगानी, त्यो बारेमा पनि एउटा सानो अध्ययन चाहिन्छ जुन हामीले गरेको छौँ। त्यो पनि एकछिन राख्छु हेर्नु है। एडिबीको योजना मुताबिक पानी तथा ढलका लागि 5वटा कार्यालयहरू खोलिएका छन्। सबैको प्रयासमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग वर्षायाममा दैनिक 19 करोड लिटर पानी उत्पादन हुन्छ भने सुक्खायाममा 27 करोड लिटर। वर्षायाममा मेलम्ची उपत्यका आउँदैन। सो अवधिमा लिमिटेडले आफ्नो प्रयासमा गरेको उत्पादन 19 करोड लिटर पुग्छ। यसरी हेर्ने हो भने लिमिटेडको उत्पादनले वर्षाको 4 महिना बाहेक उपत्यकाको आधी मागलाई सम्बोधन गर्न सक्छ र वर्षाको 4 महिना 40% माग सम्बोधन गर्न सक्ने अवस्थामा छ र गरिरहेको पनि छ। र यहाँसम्म पुग्नको लागि बोर्डसँग आफ्नो सम्पत्ति बाहेक 100 अर्ब लोन पुगिसकेको छ। याङ्ग्रीलारकै कहिलेबाट सुरु हुने ठेगान छैन। अब यसको अर्को पाटोमा जाउँ र हेरौँ 100 अर्ब लोन पुगेको परियोजनाले वार्षिक कति आम्दानी गर्ने गरेको छ। यो पाटोमा हेर्दा के देखिन्छ भने व्यवस्थाले उत्पादन गरेको पानीको बिक्री वितरण गर्ने अधिकार केयुकेएलले राख्छ र केयुकेएल आजसम्म घाटामा छ। केयुकेएलको वार्षिक आम्दानी 100 करोडको छ भने खर्च 110 करोडको, अर्थात् व्यवस्थाले उत्पादन गरेका पानी बिक्रीबाट केयुकेएल पनि चल्न सक्ने अवस्थामा छैन भने अरू निकायको खर्च कहिले उठाउन सक्ला यो परियोजनाले? साथै 100 अर्बको लोन कसले चुकाउला? अब व्यवस्थाले उत्पादन गरेको पानी किन घाटामा छ र कसरी फाइदामा जान सक्छ भन्नेतर्फ पनि सोचौँ। हामीले पनि सोच्न पाउँछ, त्यति सोचेर हेरौँ कसरी जान सक्छ। यस विषयमा हेर्दा के देखिन्छ भने उपत्यकाका उपभोक्ताहरूले 1 लिटर बोतलको पानीलाई 20 रुपियाँ तिर्ने गरेका छन्। जारको पानीलाई 2 रुपियाँ लिटर तिर्ने गरेका छन्। त्यसै गरी केयुकेएलले ट्याङ्करबाट बेच्ने पानीको मूल्य पर्न जान्छ 40 पैसा लिटर।
तर सोही पानी पाइपलाइनको माध्यमबाट पुर्याउँदा 1 पैसा लिटर महसुल तोक्ने गरेको छ केउकेलले। हामीले उपत्यका वरिपरिका पानी समितिहरूको महसुल पनि बुझ्यौँ र के पाइयो भने तिनले 25 पैसा लिटरसम्म महसुल तोकेको रहेछन्, तर केउकेलले 1 पैसा लिटर तोकेको छ र यो मूल्य विगत 11 वर्षदेखि स्थिर छ। अब आफै भन्नुहोस्, डलरमा लिएको लोन बेहिसाब तरिकाले खर्च र बिक्री मूल्य समय लगानी अनुकूल बनाउन कसैलाई चासो छैन। यदि 5 पैसा बनाइदिने हो भने 1 पैसाको ठाउँमा 5 पैसा बनाइदिने हो महसुल भने अहिले आएको 1 अर्ब 5 अर्बमा जान्छ र सरकारको लोन र बाँकी सञ्चालन कस्टहरू पनि यसबाट उठ्यो होला। तर राज्यले 11 वर्षदेखि यसमा कुनै चासो दिएको छैन र एडिपीले पनि कुनै दबाब दिएको छैन, यार तिम्रो पैसा बढाऊ, तिम्रो समय अनुकूल बनाऊ भनेर भनेको छैन। त भन्नुपर्छ कि लोन चाहिँ लिने तिर्ने वातावरण त रहँदैन। अरू कुनै स्रोतबाट त नेपाल सरकारसँग पैसा छैन, उठाउनु पर्ने त काठमाडौँको पानी आउने काठमाडौँबाटै उठाउनु पर्यो, तर उठाउनलाई दुईटै नै चासो दिएका छैनन्। अब किन होला, यो आफैमा गम्भीर विषय छ। होइन, बढाउनु त त्यो त यस्तो हो नि, मैले अघि नै भने यो प्राय यो चाहिँ नि ट्यारिफ भने त 10-11 वर्ष अगाडि गयो। अब त्यो भन्दा पछि नि चाहिँ इन्फ्लेसनै कति भयो भन्नुहोस् त, मुद्रास्फीति नै कति भयो, कर्मचारीको तलबै कति बढ्यो, अथवा हाम्रो चाहिँ नि प्रशासनिक खर्चहरू नै कति बढे, यो त छ नि त। त्यो त बढाउनु त पर्छ, हेर्नुहोस् अब त्यो अब पहल त गर्नुपर्छ। हामीले यो परियोजनामा जे देख्यौँ संक्षेपमा राख्यौँ। तपाईँहरूसँग पनि कुनै विषय छन् भने हामीलाई जानकारी गराउनु होला। समय मिलेसम्म हामी सो विषयमा अनुसन्धान गरी सरकार बलहरू सामु पुर्याउने प्रयास गर्नेछौँ तपाईँको जिज्ञासालाई। आजको लागि यति राखौँ, हामीले बुझेको कुरा तपाईँहरूसम्म राख्यौँ। बाँकी कुरा चाहिँ तपाईँहरू आफूलाई के लागेको छ, केही विचार छ, आफ्नो कमेन्ट थप्न छ भने थप्न सक्नुहुन्छ, तपाईँहरू स्वतन्त्र हुनुहुन्छ। अब यो देश विकासमा एउटा राम्रो चिज होस् भनेर हामीले पनि प्रयास गरिरहेछौँ, तपाईँहरू पनि गर्नुहोस्। आजको लागि बिदा दिनुहोस्, नमस्कार।